गुड मर्निङ एभ्रिवान। यो चाहिँ मेरो दाँत रिलेटेड लास्ट भिडियो हो। मैले लास्ट टाइम पनि भनेको थिएँ मेरो दाँतमा चाहिँ धेरै ग्यापिङहरू छ, जसले गर्दा चाहिँ मैले अलाइनरको युज गरिरहेको छु। र लास्ट भिडियोमा चाहिँ मेरो 14 वाला अलाइनर युज गरिरहेको थियो भने अब त्यो पनि सकिसक्यो। 15 चाहिँ मेरो लास्ट अलाइनर सेट थियो। अहिले चाहिँ मैले रिटेनरको युज गरिरहेको छु। एन्ड यो रिटेनर चाहिँ कति टाइमसम्म लाउनुपर्छ त्यो चाहिँ एक्चुअलमा मलाई थाहा भएन, धेरै टाइम त लाउनु पर्दैन होला। एन्ड स्टिल मेरो दाँतमा एउटा ग्याप छ, त्यहाँ चाहिँ अझै स्टिल दाँत राख्न बाँकी छ र अझै पैसा खर्च गर्न बाँकी छ। र यो प्लास्टिकको अलाइनर लाउन यति सजिलो छ नि, ब्रेसेसहरू भन्दा ब्रेसेसले गर्दा चाहिँ घाउहरू हुने भएकोले चाहिँ मैले चाहिँ यो अलाइनर प्रिफर गरेको हो। सो तपाईँहरूको दाँतमा पनि यस्तो धेरै नै ग्यापिङहरू छ भने चाहिँ चाँडोभन्दा चाँडो अलाइनर युज गर्नु होला। यो चाहिँ मैले खुसीबुमा सोरखुट्टे लोकेसनमा चाहिँ साकुरा डेन्टल क्लिनिकबाट चाहिँ डाक्टर अश्विन को थ्रु चाहिँ लगाएको हो। एन्ड हि इज अ भेरी गुड डक्टर। र 15 अलाइनर्स 7 मन्थ्समा यति चाँडै लाउन सक्यो नि, लाइक कति छिटो लाउन सक्यो जस्तो फिल भइरहेको छ। र विन्टरमा चाहिँ कसरी लाउने, गाह्रो हुन्छ, तातो पानीहरू खान मिल्दैन जस्तो फिल भइरहेको थियो। बट आई हेभ कम्प्लिटेड युजिङ द अलाइनर्स। र म एकचोटि तपाईँलाई डेमो देखाएर हेर्छु यो कसरी लाउने भनेर। एकदम इजी छ यो लाउन। एन्ड इट जस्ट गो लाइक दिस। र मेरो दाँत अलमोस्ट मिलिसकेको छ। एन्ड माई टिथ इज लुकिङ ब्युटिफुल लाइक दिस वाइल आई एम स्माइलिङ अल्सो। आई एम अल्सो लुकिङ ब्युटिफुल एज वेल। सो तपाईँहरूलाई पनि दाँतमा के प्रब्लम छ भने चाहिँ यु क्यान गो एन्ड भिजिट साकुरा डेन्टल क्लिनिक एट सोरखुट्टे। सो थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो।